नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताउनु भएको छ। बिहिबार काठमाडौँमा जाऊ हिड रेसुङ्ग अभियानको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताउनु भएको छ। सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्न क्षेत्र पर्यटन भएको पनि बताउनु भयो। उहाँले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो। उहाँले गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताउनुभयो। उहाँले पर्यटन क्षेत्रको विकासमा 3 तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिनुभयो। निजी, गैर सरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्ध स्थान, शशिधर स्वामीको आश्रम, रेसुङ्गा मठ, रेसुङ्गा टावर, महापोखरी, सानो रेसुङ्गा गौशाला, सबानी सीतारामको मन्दिर, मनकामना मन्दिर, रेसुङ्गामा पर्ने आदि महत्त्वपूर्ण स्थलहरूको एकैपटक अवलोकन गरी दर्शन गर्न सकिने अवस्थाका कारण यो क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो। तसर्थ ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाको खोजी गरी सोको प्रचार प्रसार एवं मौलिक संस्कृतिको संरक्षणका निम्ति यस किसिमका कार्यक्रमले ठुलो। प्रधानमन्त्री दाहालले रेसुङ्गा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पादक भएको बताउनुभयो। रेसुङ्गा क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटकका लागि ठुलो सम्भावना बोकेको क्षेत्र भएको जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवर्धन कोष स्थापना गर्न घोषणा गर्नुभएको छ। बिहिबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कोषका निमित्त आवश्यक कानुन तर्जुमा गर्न गृह कार्य अगाडि बढाइसकेको समेत जिकिर गर्नुभयो। उहाँले कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको इतिहासमा पहिलो पटक नव प्रवर्धनको निमित्त भने र हाम्रो पुँजीगत बजेटको 1% छुट्याउन लागेको जानकारी दिनुभयो। उहाँले युवाहरूलाई देशभित्रै आशा जगाउन र अर्थतन्त्रमा गुणात्मक सुधार गर्न पनि कोषले भूमिका खेल्ने समेत बताउनुभयो। उहाँले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको बताउनुभयो। उहाँले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणको प्रक्रियामा रहेको जानकारी समेत दिनुभयो। उहाँले दिनु बढ्दै गइरहेको साइबर अपराध सम्बन्धी घटनाहरू, संवेदनशील प्रणालीमाथिको अनाधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरुपयोगको विषयलाई नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै नीति, कानुन र संरचना निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 तर्जुमा गरी कार्यान्वयनको अवस्थामा रहेको समेत जानकारी दिनुभयो। स्पेसमा जोडिने अवसर उपलब्ध गराउने, विद्युतीय ऊर्जाको प्रचुर सम्भावना एवं भौगोलिक अवस्थितिलाई समेत मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टरहरूको स्थापनालाई प्राथमिकता दिने, विश्व स्तरका तालिम प्रदायकहरूलाई आकर्षित गरी सिपयुक्त दक्ष जनशक्तिको निर्माण गर्ने, सूचना प्रविधि उद्योगको प्रवर्धन मार्फत रोजगारी सृजना गर्नुका साथै निर्यात प्रवर्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ गर्ने लगायतका विषयहरू सरकारको प्राथमिकतामा रहेका छन्। सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको छ। प्रधानमन्त्री दाहालले आगामी बजेटमा देशभित्रै केही गर्ने युवाहरूका निमित्त सुवर्ण अवसर सृजना हुने बताउनुभयो। स्टार्टअप कार्यान्वयनलाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर रहेको बताउनुभयो। सूचना सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्याय सहित समृद्ध नेपाल निर्माण गर्न महाअभियानमा लाग्न थालेको बताउनु भएको छ।
बिहिबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले समृद्ध नेपाल निर्माण गर्न महाअभियानमा सूचना र प्रविधि महत्त्वपूर्ण आधार बन्ने बताउनुभयो। उहाँले अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियमन कानुन पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो। उहाँले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरूमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेको सेवाहरू लिन सक्ने अवस्थाको सिर्जना भइसकेको बताउनुभयो। मन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिको लागि नवनीतम एवं उद्यमान क्षेत्रको रूपमा स्थापित भएको जिकिर समेत गर्नुभयो। निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा नियत मार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्राइरहेको करिब 1 लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताउनुभयो। उहाँले सूचना प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्न सक्ने देशलाई समृद्धितर्फ अघि बढाउन सकिने बताउनुभयो। तत्काल आईटी हब सञ्चालन गर्नु अनिवार्य भइसकेको छ। सूचना र प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न, सूचना र प्रविधि उद्योग र स्टार्टअपहरूलाई एकै थलोबाट सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न सकियो भने यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सिप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्नेछ। मन्त्री शर्माले सूचना तथा प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले सूचना तथा प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गरेको बताउनु भएको छ। उहाँले सूचना तथा प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको जानकारी दिनुभयो। संक्रमणकालीन घटनाका द्वन्द्व पीडितहरूले सरकारबाट वितरण गरिएको परिचय पत्रको मान्यता नपाएको गुनासो गरेका छन्। उनीहरूले सरकारले द्वन्द्व पीडितहरूलाई दिएको परिचय पत्रले कुनै पनि स्थानमा मान्यता नपाउने गरेको भन्दै बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगसँग गुनासो गरेका हुन्। बिहिबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आयोगका सचिव लोकराज अधिकारीले पीडितलाई वितरण गरिएको परिचय पत्र देखाएर कहीँ पनि सुविधा र छुट नदिने गरेको गुनासो आयोगमा आइरहेको जानकारी दिनुभयो। उहाँले आयोगले हालसम्म 1321 परिवारका 3993 जना व्यक्तिलाई पीडित परिचय पत्र वितरण गरेको बताउनुभयो। उहाँले पीडितलाई सेवा सुविधा सहुलियत प्रदान गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको पनि बताउनुभयो। उहाँले 2077 साल चैत 6 गते गरेको सिफारिसमा विभिन्न 11 बुन्दा समेटिएको भए पनि कार्यान्वयन नआएको बताउनुभयो। उहाँले परिपूरक सिफारिस सम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको र तर अझै पनि मस्यौदालाई परिष्कृत बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। अनि आयोगले अर्को यो पीडितलाई सेवा सुविधा सहुलियत प्रदान गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ एउटा 77/12/6 मा। त्यो सिफारिसमा विभिन्न 11 बुँदे सिफारिस छ त्यहाँ र त्यो सिफारिस पनि कार्यान्वयनमा नआएको अवस्था छ। र खास गरी पीडितहरूले के गुनासो गर्नुहुन्छ हामीसँग भन्दाखेरि त्यो परिचय पत्र दिएको पीडितहरू जुन हुनुहुन्छ त्यो परिचय पत्रलाई पनि सरकारको कुनै पनि ठाउँमा मान्यता दिएन। हामीले त्यसलाई देखाउँदाखेरि जस्तै सिंहदरबारभित्र छिर्न पर्यो, त्यो देखाउँदा यो कहाँबाट हो के हो भनेर त्यसलाई स्वीकारै गरिएन। अनि अरूतिर पनि त्यो परिचय पत्र देखाउँदाखेरि केही पनि मान्यता दिएन भन्ने उहाँहरूको व्यापक गुनासो। उहाँले बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी पुरा भइसकेपछि मात्र आयोगले आफ्ना कामहरू पुरा गर्न सक्ने भन्दै छिटोभन्दा छिटो आयोगमा पदाधिकारी पठाउन आवश्यक रहेको बताउनुभयो। उहाँले आयोगभन्दा समक्ष उत्तरदायी र स्वतन्त्र आयोग बनाउन संसदीय समितिले भूमिका खेल्नुपर्ने बताउनुभयो। अबलाई सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। नेपाल टेलिकमको 4G नै पर्फेक्ट छ। स्पिड, टेक्नोलोजी, कभरेज, रिलायबिलिटी, अफोर्डेबिलिटी र साथै क्वालिटी र सर्भिसमा पनि। नेपाल टेलिकम, राष्ट्रको संचार। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण काज करे वाला
सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लेल करावा वाला संपूर्ण काज सब के लेल काठमांडू ने जाए पड़त, अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सब के काठमांडू जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा होय छले। अब काठमांडू नहीं जाए पड़ते, मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करी पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 2000 भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। जब केस है मजबूत तब लागत आरो सुंदर। असली आंवला डाबर आंवला। New Parachute Sun Protect Green, enriched with natural saffron extracts. It blocks 98% of harmful sun rays and creates a personal sunshade that always travels with you. Parachute Skin Pure Sun Protect with SPF 50PA++, my personal sunshade. विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। मोनास्टिक कलेजले मठियानी आगलगी पीडितलाई राहत सामग्री वितरण गरेको छ। मध्य प्रदेशकै ख्याति प्राप्त जनकपुरधाम स्थित मोनास्टिक आवासीय माध्यमिक विद्यालयले महोत्तरीमा आगलगीका कारण घरबार विहीन भएका 105 घर परिवारलाई राहत सामग्री वितरण गरेको छ। विद्यालयले महोत्तरीको मठियानी नगरपालिका वार्ड नम्बर 6 जरलाहवा बस्तीमा आगलगीका कारण घरबार विहीन भएका 105 घर परिवारलाई बुधबार राहत सामग्री वितरण गरेको हो। मोनास्टिक स्कुल तथा कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिनको ठूलो बाकसमा प्याक गरेर खाद्यान्न सामग्री, बेडसिट, साबुन, डालमुट लगायतका खाद्यान्न सहयोग गरेको जनाइएको छ। गत वैशाख 10 गते मठियानी नगरपालिका वार्ड नम्बर 6 जरलाहवा बस्तीमा लागेको उक्त आगोले 100 भन्दा बढी घर पूर्ण रूपमा जलेर खरानी भएका थिए भने 50 जति अन्य घरमा क्षति पुगी 15 करोड भन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ। मठियानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख लाल किशोर शाह र मोनास्टिक स्कुलका निर्देशक डाक्टर सोनु शाहले विद्यालयका विद्यार्थी तथा कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताउनु भएको छ। बिहिबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्न सके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्न वातावरण बन्ने जिकिर गर्नुभयो। उहाँले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिएको भन्दै नेपालमा लगानीको सम्भावना भएको क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताउनुभयो। उहाँले आईटी को क्षेत्र कतिपय पूर्वाधार ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र भएको जानकारी दिनुभयो। पनि एकदमै मुख्य एउटा चाहिँ लगानीको क्षेत्र भनेर जुन एउटा चाहिँ प्रायोरिटी का साथ चाहिँ जुन राखिएको छ, यो चाहिँ वास्तवमा चाहिँ यो क्षेत्रको लागि निकै नै महत्त्वपूर्ण चाहिँ भन्नाले चाहिँ एउटा भएको कुरा म राख्न चाहिँ चाहन्छु। उद्योग वाणिज्य महासंघले हाम्रो खास गरेर हाम्रो जिल्ला नगर उद्योग वाणिज्य संघको चाहिँ तर्फबाट एउटा रिसेन्टली माननीय मन्त्रीज्यूले यो अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताउनुभयो। हस्त अहिले यतिकै पल पल खबर तेज नजर हेर्दै गर्नुहोला अपन टेलिभिजन। नमस्कार।